येशूले 38 वर्षदेखि बिरामीलाई निको पार्नुभयो। के तपाईँ निको हुन चाहनुहुन्छ? बेथेस्दाको पोखरीमा येशू यूहन्ना 5:1-15 मन्दिरको छायामा पवित्र चाडपर्व र आनन्दमय भजनहरूको बीचमा त्यहाँ एउटा दुःखको ठाउँ थियो। बेथेस्दाको पोखरी 5वटा मण्डपहरू, अन्धा, लङ्गडा, पक्षघात भएकाहरूले भरिएका, सबैजना पर्खिरहेका, आशा गरिरहेका निको हुने अवसरको लागि जो कहिले आउँदैन थियो। तर एक दिन निको पार्ने शक्ति स्वयं त्यहाँ आइपुग्यो। नमस्कार साथीहरू, प्रेरणाको स्रोत च्यानलमा फेरि स्वागत छ। आजको अद्भुत कथामा प्रवेश गर्नु अघि सब्स्क्राइब बटन थिच्न नबिर्सनुहोस् र बेल आइकन थिच्नुहोस् ताकि तपाईँ प्रेरणादायी कथाहरू कहिले मिस नगर्नुहोस्। सँग मिलेर सकारात्मकता फैलाऊ। एउटा कथा, एउटा प्रेरणा। 38 वर्षको प्रतीक्षा। धेरैजना बीचमा एउटा व्यक्ति लेटिरहेको थियो। 38 वर्षदेखि पक्षघातले ग्रस्त। दिनदिनै वर्षौं वर्ष उसले अरूलाई निको भएर हिँडिरहेको देख्यो, तर ऊ आफै टुक्रिएको थियो। ऊ एक्लो थियो, बिर्सिएको थियो, आफ्नो पीडामा अड्किएको थियो। जबसम्म येशू आएन, सबै कुरा बदलने प्रश्न। येशूले उसलाई त्यहाँ लेटिरहेको देखे। उनले थाहा पाए कि त्यो व्यक्ति कति लामो समयदेखि यस्तो अवस्थामा थियो र उनले एउटा साधारण तर गहिरो प्रश्न सोधे, के तपाईँ निको हुन चाहनुहुन्छ? यो होइन कि तपाईँ सक्नुहुन्छ? यो होइन कि किन हुनुभएको छैन, तर के तपाईँ चाहनुहुन्छ? किनभने निको हुने प्रक्रिया शरीरबाट सुरु हुँदैन, यो त मनबाट सुरु हुन्छ। हामीले बनाउने बहाना। त्यो व्यक्तिले जवाफ दिए, महाशय, जब पानी हल्लिन्छ मलाई पोखरीमा लैजाने कोही छैन। जब म प्रयास गर्छु अरू कसैले मलाई उछिन्छ। उसको ध्यान पोखरीमा थियो, तरिकामा, निको हुन नसक्ने कारणहरूमा। तर उसको सामु उभिएको थियो स्वयं निको पार्ने शक्ति। त्यसपछि येशूले भन्नुभयो, उठ, आफ्नो सिरक उठाएर हिँड। कुनै समारोह थिएन, कुनै स्वर्गदूतले हल्लाएको पानी थिएन, केवल एउटा आदेश, दिव्य अधिकारले भरिएको। र त्यही क्षणमा मांसपेशीहरू बलियो भए, जोडीहरू ठिक भए, नसाहरू जागे। ऊ उठ्यो, आफ्नो सिरक उठायो र हिँड्यो। पूर्ण जचन भएको जीवन। 38 वर्षपछि ऊ हिँड्यो र उसलाई अब पोखरीको आवश्यकता थिएन। उसले जीवित शक्तिको स्रोत भेटिएको थियो। तर धेरै चमत्कारहरूमा जस्तै त्यहाँ विरोध पनि आयो। धार्मिक नेताहरूसँगको विवाद। धार्मिक नेताहरूले उसलाई सिरक बोकेर हिँडेको देखे र उत्सव मनाउनुको सट्टा उनीहरूले उसलाई सभा तोडेको आरोप लगाए। आज तिमीले सिरक बोक्नु गैर कानुनी हो, उनीहरूले भने। तर उसले जवाफ दियो, जसले मलाई निको पार्नुभयो उहाँले नै मलाई यो गर्न भन्नुभयो। उनीहरूले सोधेनन्, कसले तिमीलाई निको पार्यो? उनीहरूले सोधे, कसले तिमीलाई सिरक बोक्नु भन्यो? उनीहरूले चमत्कारलाई व्यवस्था गरे, किनभने उनीहरू नियमहरूले अन्धा भएका थिए। दोस्रो भेट। त्यसपछि येशूले त्यो व्यक्तिलाई फेरि भेटे, यसपटक मन्दिरमा। उहाँले भन्नुभयो, हेर, तिमी निको भइसकेका छौ, पाप गर्न छोड, न त तिमीलाई झन् खराब हुन सक्छ। येशूले उसको शरीर निको पार्नु भएको थियो, तर अब उहाँले गहिरो कुरातिर सङ्केत गर्नुभयो। आत्मा निको हुनु भनेको हिँड्नु मात्र होइन, यो धार्मिकतामा हिँड्नु हो। के तपाईँ आफ्नै पोखरीको छेउमा लेटिरहनु भएको छ? कसैको पर्खाइमा, केही कुराको पर्खाइमा, जुन केवल येशूले मात्र निको पार्न सक्नुहुन्छ? उहाँ तपाईँसँग बहाना माग्नुहुन्न। उहाँ तपाईँलाई एउटा प्रश्न सोध्दै हुनुहुन्छ, के तपाईँ निको हुन चाहनुहुन्छ? यदि तपाईँले परमेश्वरको निको पार्ने शक्ति अनुभव गर्नुभएको छ भने यो भिडियो लाइक गर्नुहोस्। आशा र पूर्णजनका कथाहरूको लागि सब्स्क्राइब गर्नुहोस्। तल कमेन्ट गर्नुहोस्, यसो म निको हुन चाहन्छु। मुख्य सिकाइहरू। निको हुने चाहना मनबाट सुरु हुन्छ। यसोले सोध्नुभयो, के तपाईँ निको हुन चाहनुहुन्छ? यो प्रश्नले हामीलाई हाम्रो मनको अवस्था र परमेश्वरप्रतिको विश्वासको बारेमा सोच्न बाध्य बनाउँछ। हाम्रो बहानाहरू हटाउनुपर्छ। पक्षघात भएको व्यक्तिले पोखरी र अरूलाई दोष दियो, तर यसोले उसलाई समाधानको स्रोत देखाउनुभयो। हामीले पनि हाम्रा बहानाहरूलाई छोडेर यसुमाथि भरोसा गर्नुपर्छ। यसुको आदेशमा शक्ति हुन्छ। उठ, हिँड भन्ने यसुको वचनले असम्भवलाई सम्भव बनायो। उहाँको वचनमा विश्वास गर्नुहोस्। निको हुनु भनेको धार्मिकतामा हिँड्नु हो। यसुले शारीरिक निको मात्र होइन, आत्मिक पवित्रताको लागि पनि आह्वान गर्नुभयो। नियमहरूले चमत्कारलाई छेक्नु हुँदैन। धार्मिक नेताहरूले नियमहरूमा ध्यान दिएर चमत्कारलाई व्यवस्था गरे। हामीले परमेश्वरको कामलाई स्वीकार गर्न खुल्ला मन राख्नुपर्छ। प्रार्थना। हे स्वर्गीय पिता, हामी तपाईँलाई धन्यवाद दिन्छौँ कि तपाईँले हाम्रो जीवनमा येशूलाई पठाउनुभयो, जो साँचो निको पार्ने शक्ति हुनुहुन्छ। जसरी 38 वर्षसम्म पीडामा बाँचेको मानिसलाई येशूले सोध्नुभयो कि तिमी निको हुन चाहन्छौ, त्यसरी नै आज तपाईँ हाम्रो हृदयलाई पनि सोध्दै हुनुहुन्छ। प्रभु, हामी हाम्रो सबै कमजोरी, पीडा, असफलता र बहानाहरू तपाईँको हातमा समर्पण गर्छौँ। हामीलाई उठ्न, सिरक उठाउन र विश्वासमा हिँड्न मद्दत गर्नुहोस्। हामीलाई केवल शरीरमा मात्र होइन, आत्मामा पनि निको पारिदिनुहोस्। हाम्रो जीवन पवित्र र धार्मिक चालमा हिँडोस्। धन्यवाद प्रभु, किनकि तपाईँको वचनमा शक्ति छ र तपाईँको अनुग्रहले असम्भवलाई सम्भव बनाउँछ। यसुको शक्तिशाली नाममा हामी प्रार्थना गर्छौँ। आमेन। प्रिय दर्शकबिन,
के तपाईले कहिले परमेश्वरको शक्ति आफ्नो जीवनमा अनुभव गर्नुभएको छ? तपाईलाई यो कथा मन पर्यो भने कृपया हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुहोस्। तपाईको विचार कमेन्टमा लेख्नुहोस्। यो अद्भुत कथा अरूसँग पनि शेयर गर्न नबिर्सनुहोस्। प्रेरणाको स्रोतलाई लाइक गर्न नबिर्सनुहोला। तपाईको प्रतिक्रिया र सुझावको प्रतीक्षा गर्नेछौँ। अर्को कथा फेरि सुन्न भेटौँला। तबसम्म जिज्ञासु रहनुहोस्, दयालु रहनुहोस् र सधैँ सम्झनुहोस् तपाई अद्वितीय रूपमा सुन्दर हुनुहुन्छ। अर्को कथा नयाँ विचार र नयाँ सिकाइ सहित भेटौँ। तबसम्म स्वस्थ रहनुहोस् र शान्त रहनुहोस्। तपाईको समर्थन नै हामीलाई अझ प्रेरणादायी सामग्री बनाउन मद्दत गर्छ। प्रेरणाको स्रोत बनेर अघि बढौँ। धन्यवाद।